वेलकम टु माई च्यानल क्यास क्राफ्ट। आजको भिडियो चाहिँ नि मैले प्रिभियस मेरो रेक्सिन भिडियोमा चाहिँ नि एकदम धेरै भ्युज गएको थियो, जुनमा चाहिँ धेरैजनाले कमेन्ट गर्नुभएको छ कि यो भिडियोमा किन एक्सप्लेनेसन गर्नुभएको छैन, किन म्युजिक मात्रै छ र कति पोर्सन हजुरले रेक्सिन युज गर्नुभएको छ र कसरी चाहिँ नि त्यसमा भएको नेमप्लेटहरू प्रिन्ट गर्नुभयो भनेर धेरै क्वेसनहरू आएको छ। कुन भिडियो भन्नुहुन्छ? यो भिडियो हो। त्यो चाहिँ नि त्यो भिडियोमा यति धेरै कमेन्ट आएको छ कि त्यो ओभरअल कमेन्टहरूलाई इन्क्लुड गरेर कतिजनाले चाहिँ नि क्युरियस भएर कसरी गर्ने भनेर सोध्नु भएको छ भने कतिजनाले चाहिँ नि तपाईँले गर्नुभएको भिडियोमा एक्सप्लेनेसन गर्नुभएको अझै राम्रो हुन्थ्यो भनेर पनि भन्नुभएको छ। त्यसको कमेन्टहरूमा आएको कमेन्टहरू चाहिँ नि योहरू छ, यो छ, यो छ, अनि यो छ, यो छ, यता पनि छ। यस्तो कमेन्टहरू चाहिँ नि धेरै जस्तो आएको छ। हजुरहरूलाई यो भिडियोमा एकदम इन्ट्रेस्टेड देखेको भएर चाहिँ मैले फेरि एक्सप्लेनेसन भिडियोहरू बनाएको छु। यो भिडियो चाहिँ मैले स्टार्टिङदेखि फेरि हालेर एक्सप्लेन गरेर बनाएको छु। एकचोटि चेक गरिदिनु होला एकदम खास। यसमा मैले एप्रोक्स रेक्सिन युज गरेको छु। सेट ए र बी हुन्छ। यसमा सेट ए 20 ml लिएको छु मैले। यो चाहिँ 1:1 रेसियो भएको भएर इक्वल पोर्सन लिनुपर्ने हुन्छ। यसलाई हामीले एउटा कन्टेनरमा मिक्स गर्नुपर्छ। बी पनि इक्वल पोर्सनमा लिनुपर्छ। मैले 20 ml लिएको छु। यसलाई पनि सेम कन्टेनरमा हालेर मजाले मिक्स गर्नुपर्ने हुन्छ। यसलाई मिक्स गर्दाखेरि चाहिँ कुनै पनि बबल्सहरू देखिन हुँदैन र मिक्स गरिसकेपछि रेक्सिन चाहिँ एकदम क्लियर फर्ममा देखिनुपर्छ। हामीले रेक्सिन युज गर्दा जहिले पनि पन्जा युज गर्नुपर्छ, किनभने यो एकदम हार्मफुल केमिकल हो। त्यही भएर हामीले डाइरेक्ट हातले टच गर्नु हुँदैन। यसलाई मजाले मिक्स गरेर यसमा भएको सबै बबल्सहरू चाहिँ हामीले क्लियर गर्नुपर्ने हुन्छ। यसमा मैले मिका पाउडर युज गरेको छु कलरको लागि। मैले ब्लू कलर युज गरेको छु। हजुरहरूलाई जुन कलर मनपर्छ युज गर्न सक्नुहुन्छ। मैले कलर हालेर नै मिक्स गरेको छु। मजाले मिक्स गर्नुपर्ने हुन्छ यसलाई र आफूले युज गर्ने मोडलाई चाहिँ नि लिनुहोस् र मजाले क्लिन गर्नुहोस्। मैले चाहिँ यहाँ टेप युज गरेको छु डस्ट पार्टिकलहरू सबै हटाउनको लागि। आफ्नो मोल्ड मजाले क्लियर सफा गरिसके पछाडि मात्रै यसमा पोर गर्नुपर्ने हुन्छ। हामीले अघि मिक्स गरेको पोर्सन चाहिँ नि यसमा पोर गर्छौँ। मैले यो चाहिँ बेसको लागि मात्रै युज गरेको हो ब्लू कलर। मैले यसमा ब्लू बेस राखेर रेक्सिन आर्ट गर्दैछु। यसलाई इक्वल पोर्सन सुरुमा बेस राख्दाखेरि चाहिँ नि हामीले धेरै पोर्सन लिनु पर्दैन, थोरै मात्रै लिएर अनि बेस राम्रोसँग सेट गरायो भने हुन्छ। सानो सानो बबल्स हटाउनको लागि मैले यहाँ हट ग्लू गन युज गरेको छु। यो मैले 24 आवर रेस्ट गर्न छोडिसके पछाडिको रिजल्ट हो। यसमा मैले अब सेकेन्ड लेयर युज गर्न गइरहेको छु। यहाँ चाहिँ तपाईँहरूले डेकोरेसन गर्न सक्नुहुन्छ एज यु लाइक। मैले चाहिँ यहाँ ब्लू स्टोन युज गरेको छु डेकोरेसनको लागि। यो चाहिँ सेट भइसकेपछि हार्ड हुन्छ। यसमा हामीलाई डेकोरेसन गर्नलाई मजाले कसरी गर्न सक्नुहुन्छ। आफूलाई एड गर्न मन लागेको कुराहरू सबै यो सेकेन्ड लेयरमा हामीले युज गर्नुपर्ने हुन्छ। डेकोरेसन फेज हो यो चाहिँ नि। यसमा मैले ब्लू स्टोन राखेको छु। युभी रेक्सिन थोरै युज गरेर ग्लिटर पनि युज गरेको छु। यदि हजुरसँग युभी रेक्सिन छैन भने युज नगर्दा पनि हुन्छ। यो चाहिँ अप्सनल हो। मैले चाहिँ ग्लिटरको पेस्ट बनाएर चाहिँ अलिकति राम्रो देखिन्छ भनेर एड गरेको मात्रै हो। यदि तपाईँहरूसँग युभी रेक्सिन छैन भने यु क्यान स्किप इट। यसमा चाहिँ मैले स्टोन युज गरेको छु सानो सानो। यदि तपाईँहरूसँग स्टोन छैन भने एनी टाइप्स अफ ब्रिडहरू युज गर्न सक्नुहुन्छ। यदि छैन भने यत्तिकै एज युजल पनि तपाईँहरूले फोटोहरू युज गर्न सक्नुहुन्छ। फोटोहरू नेम प्लेटहरू हजुरहरूले के चाहिँ गर्न खोज्नु भएको छ, बनाउन खोज्नु भएको छ त्यसमा डिपेन्ड्स गर्छ। मैले यसरी यहाँ नेम प्लेट चाहिँ लिएको छु।
यो कसरी प्रिन्ट गरेको भनेर धेरैजनाले कमेन्ट गर्नुभएको छ। यो चाहिँ मैले थर्मल प्रिन्टरबाट प्रिन्ट गरेको हो। यसमा मैले बेबीको नेम अनि सबै उसको डिटेलहरू प्रिन्ट गरेर चाहिँ कटिङ गरेर निकालेको थिएँ। थर्मल प्रिन्टरमा चाहिँ हामीले नर्मल व्हाइट पेपरवाला प्रिन्टर पनि निकाल्न मिल्छ र अर्को ट्रान्सप्यारेन्टवाला पनि गर्न मिल्छ। यसमा चाहिँ ट्रान्सप्यारेन्टमा चाहिँ नि स्टिकट हुन्छ, स्टिकट ट्रान्सप्यारेन्ट प्रिन्ट हो यो चाहिँ नि। यो चाहिँ मलाई सजिलो लाग्छ, त्यही भएर मैले थर्मलबाट युज गर्छु। यसरी मैले पेस्ट गरिदिएको छु। यसमा चाहिँ अलरेडी स्टिकट भएको भएर हामीले धेरै केही गरिराख्नु पर्दैन। धेरैजनाले फोटो कसरी युज गर्नु भएको भनेर सोध्नु भएको थियो। फोटो चाहिँ डाइरेक्ट मैले युज गरेको होइन, यसमा मैले भिडियो बनाएको छैन। त्यो चाहिँ मैले हामीले यो टेप हुन्छ नि, क्लियर टेप, क्लियर टेपले चाहिँ नि फर्स्टमा ऱ्याप गरेर कटिङ गरेर मात्रै मैले त्यसमा राखेको छु, किनभने रेक्जिनभित्र फोटोभित्र पस्यो भने चाहिँ नि फोटो बिग्रिन्छ। त्यो भएको भएर हामीले प्रोटेक्सनको लागि चाहिँ मैले टेप कभर गरेको छु त्यसमा। यो चाहिँ नि भिडियोमा नभएको भएर मैले टिप्स एज अ टिप्स दिएको। धेरैजनाले फोटो कसरी युज गर्नुभएको, फोटो बिग्रिँदैन भनेर सोध्नु भएको थियो। फोटो चाहिँ डाइरेक्ट युज गर्नुभयो भने बिग्रिन्छ, त्यो भएको भएर फर्स्टमा टेप युज गर्दाखेरि चाहिँ नि एकदम सेफ हुन्छ। फोटोलाई चाहिँ नि टेप मात्र युज गर्नु होला, कि चाहिँ नि लेमिनेसन गर्न पर्ने हुन्छ। लेमिनेसन छैन भने इजी एन्ड चिप वे चाहिँ नि टेप युज गर्नुभयो भने एकदम बेस्ट हुन्छ। यसमा मैले टेप युज गरेको छु। यसरी आफूलाई मन परेको सबै डिटेलहरू राख्न सक्नुहुन्छ। मैले यहाँ मिस्टेक गरेको रहेछु है। मैले कमेन्टमै एकजना कमेन्ट भ्युअरले नै कमेन्ट गर्नुभएको रहेछ। मैले वेट चाहिँ नि अलिकति 24.18 केजी लेखेर रहेछ, तर 2.418 केजी हो, मिस्टेक भएको रहेछ। मलाई भ्युअर्सले नै कमेन्ट गरेर यहाँ तपाईँले मिस्टेक गर्नुभएको छ भनेर भन्नुभएको रहेछ। थ्याङ्क यू मेरो मिस्टेक पनि पत्ता लगाइदिनु भएकोमा। तर अब हामीले एकचोटि सेट गरिसकेपछि यसलाई करेक्सन गर्नै मिल्दैन, त्यही भएर यो सेकेन्ड फेजको यो लेयरिङमा चाहिँ हामीले एकदम केयरफुल भएर हाम्रो डिटेलहरू राख्नुपर्ने हुन्छ, क्रस चेकिङ गर्नुपर्ने हुन्छ, किनभने लास्टको लेयर राखिसकेपछि हामीले करेक्सन गर्न मिल्दैन। त्यो भएको भएर प्लिज राम्रोसँग चेक गर्नु होला। मेरो चाहिँ यहाँ मिस्टेक भएको रहेछ, मैले पछि मात्र थाहा पाएँ कि कति पनि भ्युअर्सले कमेन्ट गरेपछि मैले मात्र थाहा पाएँ। यसरी सबै कुरा प्लेसमेन्ट गरिसके पछाडि यो चाहिँ नि तपाईँहरूले सेकेन्ड लेयरमा चाहिँ सबै कुराहरू प्लेसमेन्ट गर्ने ठाउँमा राख्ने, एकदम तपाईँहरूलाई जति डेकोरेसन गर्न मन लाग्छ, हेभी डेकोरेसन गर्न मन लाग्छ भने पनि गर्न सक्नुहुन्छ। सिम्पल मनपर्छ भने सिम्पलै युज गर्दा पनि केही फरक पर्दैन। यहाँ चाहिँ मैले युभी रेक्जिनमा थोरै ग्लिटर राखेर डेकोरेसनको लागि एक्स्ट्रा 10 ग्लिटरको लुक्स दिएको छु। यसले एकदम राम्रो देखाउँछ ग्लिटरले भनेर मैले चाहिँ ग्लिटर युज गरेको हो। यदि तपाईँहरूलाई मन पर्दैन अथवा सिम्पल मनपर्छ भने ग्लिटर युज नगर्दा पनि हुन्छ। युभी रेक्जिन चाहिँ नि आफै सेट हुँदैन, यसको लागि युभी ल्याम्प नै चाहिन्छ। युभी ल्याम्पले मात्र सेट हुन्छ। त्यो भएको भएर युभी रेक्जिन र एप्रोक्स रेक्जिन चाहिँ टोटल्ली डिफ्रेन्ट कुरा हो। मैले पहिला भिडियोमा पनि एक्सप्लेनेसन गरेको छु। यो चाहिँ नि युभी रेक्जिन र एप्रोक्स रेक्जिन चाहिँ नि सेम होइन, यो चाहिँ छुट्टै रेक्जिन हो। युभी रेक्जिनको लागि सेट हुनको लागि चाहिँ नि हामीलाई युभी ल्याम्पै चाहिन्छ। एप्रोक्स रेक्जिनलाई चाहिँ नि हामीलाई टाइम चाहिन्छ, 24 आवर्स जति हामीले सेट हुनलाई यत्तिकै छोडिदिनु पर्ने हुन्छ रुम टेम्परेचरमा। यसरी सेट गरिसके पछाडि यो सेकेन्ड लेयर कम्प्लिट भयो। यो चाहिँ थर्ड लेयर हो। यो व्हाइट क्लियर के हाल्नु भएको भन्दै हुनुहुन्थ्यो धेरैजनाले। यो माथिको लेयर पनि रेक्जिनै हो। मैले अघि न फर्स्टमा युज गरे जस्तै गरी सेट ए र सेट बी इक्वल पोर्सन, यसमा चाहिँ नि लास्टमा चाहिँ मैले 30 ml गरेर 60 ml जति मजाले मिक्स गरेर माथिको क्लियर रेक्जिन राखेको छु विदाउट कलर। हामीले फर्स्टमा चाहिँ नि हामीले ब्लू कलर बेसमा युज गरेका थियौँ भने यसमा चाहिँ नि नो कलर, एकदम क्लियर क्रिस्टल क्लियर बनाएर पोर गरिदिनु पर्ने हुन्छ। यो चाहिँ हाम्रो लास्ट एन्ड फाइनल पार्ट हो।
यसलाई पनि सेट हुनलाई 24 आवर सेट भइसके पछाडि यो यस्तो देखिन्छ। यो अलमोस्ट कम्प्लिट भइसकेको छ। यसलाई हामीले मोल्डबाट निकाल्छौँ। आफ्टर मोल्डबाट निक्लिसके पछाडि यो यस्तो देखिन्छ। यसमा मैले त्यस्तो भास्ट केही पनि गरेको छैन, सबै एक्सप्लेनेसन राखिदिएको छु। यसरी चाहिँ हामीले इजिली रेक्जिन फ्रेम बनाउन सक्छौँ। थ्याङ्क यू फर वाचिङ माई भिडियो। लाइक र कमेन्ट गर्न नबिर्सिनु होला। सब्सक्राइब पनि गर्नु भएको छैन भने सब्सक्राइब पनि गर्नु होला। बाई बाई।